ल गुड मर्निङ। अहिले हामी यहाँ फिसिङ गर्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ हामी हिजो राति बसेको ठाउँ हो। यो यतातिर सबै रड राखेको छ सबैतिर। यहाँ हिजो राति नै माछा निकै परिसकेको छ। हामीले भिडियो चाहिँ बनाउनु पाएनौँ ब्याट्री सकेको कारणले गर्दाखेरि। यहाँ यसरी ट्याक्क बसियो रातभरि। यहाँ दाइहरू घुम्दै हुनुहुन्छ। यहाँ लाइनै तलसम्म रड छ। यो चाहिँ राति यो रडको टुप्पामा राख्ने हो। यसले लाइट फाल्छ। हजुरले दाजुले कफी बनाउँदै हुनुहुन्छ अब, ब्ल्याक कफी। हेर्दा कफी पनि तयार भयो। खाएर गाउनु मास्तिर ए दाजु अनि दाजुले। हेलो, धन्यवाद दाजु। यो चाहिँ यहाँबाट लाइनै रडै रड छ। त्यो कस्तरी झुक्या खायो त्यो रड त्यहाँ। आम्दामा चाहिँ कति परिरहेछ अहिले? फाटोफुटो छ सन्चै। तान्छ भनेर मैले उ गर्दै
बल्छीमा आन्द्राले खेल्नुपर्छ मान्छेले सिकाउनु त सिकायो अनि त्यसले असो झिक्छ झिक्यो सर सिधो झिक्यो झिक्यो नि 5 किलो नेपालमा पहिला पत्ता लगाउने उयो है आन्द्रा खेल्नुपर्छ झुप्पा खेल्नु ल्याएको मैले अहिले यहाँ झुप्पा हिरो रहेछ त हो कतिको पर्छ अहिले लुर चाहिँ कहिलेदेखि हो पर्ने सुरु भयो है लुर हान्ने लुर त कतिको पर्छ हौ लुरमा अहिले माछा बाक्लो हुन्छ माछा बाक्लै छैन बाक्लो हुँदा मात्रै पर्ने हो है लुरमा त नभए कहाँ पर्छ पर्छ फाटा हुन्छ धेरै मिहिनेत गर्नुपर्छ क्या लुर होइन हानेको हानेकै हानेको हानेकै 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 छेउ नै जस्तो भएन रे अलि नजिक नजिक पनि आउँछ र गाँसी हाल्नु पर्दैन एउटा सडक कहाँ आयो एक छेउमा कम्ता ठुलो छ त अझै पानी होइन बिहानको लाइटहरू कसले झिक्यो मैले दुईटा झिक्यो एउटा छैन सबै यो अड्केछ होइन कतिपय साथीहरूले दाना के राख्ने भन्नुहुन्छ दाना भनेको धेरै तरिकाको दाना हुन्छ यो कहिले चाहिँ कुखुराको आन्द्रा कहिले चाहिँ गडेउला होइन कहिले चाहिँ माछा जिउँदो माछा पनि हुन्छ मरेको माछा पनि हुन्छ होइन विभिन्न किसिमको दानाहरू हुन्छन् कहिले लुरै खेलिन्छ माछालाई झुक्याउनको लागि पानीको फोर्सले तानेको विभिन्न तरिकाको पुतलीहरू भयो फ्रग भयो होइन यी सबै राखेर हामी खेल्न सक्छौँ अहिले चाहिँ हामीले ब्रोइलरको आन्द्रा लगाइराखेका छौँ होला त बित्ती चोकतिर आएको पऱ्यो होइन होला है राति अलिअलि पऱ्यो होला छैन मैले पर्दैन मैले पत्ता माछा पऱ्यो भने हिजो राति चाहिँ अलिअलि परेको थियो अरे पानी साह्रो सिर्रा क्या त्यो पानीले के चाहिँ हुन्छ र अन्त किन त मैले खाँदा
आन्द्रा त आएको छ आएको छ कहाँ बसेर खेलेको पहिले किन घुमाउने छ हो त्यहाँ घुमाउने छ हो पानी दह घुमाउने दह छ इले मात्रै हो सबै 4-5 होला इले ल गडेलो खेल्ने यो डेन्जर हजुर ए टोली होला हैन भयंकर छ त यार गडेला त यार कतिको लाग्यो गडेलामा गडेलो युजै गरेछ नि आज गर् गडेला चाहिँ गर्नु पर्थ्यो नि त गडेला त खान्छ चल्ने खालको गडेलो एकान्त बल्छी जान्दै बल्छी ठाउँमा परेन यसलाई एउटा 2-3 किलो हात पर्यो भने तान्नु लगाइदियो नि त यस्तो ठाउँमा भन्दै थियो ए तिमीले ताने 2 किलो ताने देखाइदियो भने दङ पर्छ त्यो आनी ओहो घन्टी बज्यो है घन्टी बज्यो माछा परिसक्यो है छ तान्नु छ तान्नु ठुलै निकाल्नु है ठुलै माछा छ गोल्डन मेसियर हो जस्तो छ है गोल्डन मेसियर छोड भाइ छोड फाइनल्ली फोटो हात नहोस् आयो यहाँबाट आयो आज भट हानेकै छ त है आज धेरै परिसक्यो है आज 12-13वटा परिसक्यो आज भट हान्दैछ है गोल्डन मेसेरी हो पक्कै पनि तान्नु दाजु धरोसँग ठुलै तान्नु है ठुलै आउनुपर्छ है माछाले तानेको अवस्था माछा निस्क्यो गोल्डन माछा निस्क्यो फाइनल्ली माछा निस्क्यो खालको निक्लिरहेछ आज एकै खालको 1.5-2 केजी 3 केजी 4 केजी 5 केजी निक्लिरहेछ है आज ल राम्रो भएको छ आज तपाईँहरूलाई यो भिडियो कस्तो लागिरहेछ कमेन्ट गर्नुहोस् लाइक सेयर कमेन्ट गर्नुहोस् है ल